जब विवाह नभएका छोरीहरू छन् भने त उनीहरूलाई पूजा गर्नुहुन्छ भने उनीहरूलाई पठाइन्छ उनीहरूलाई पठाइन्छ नि त संस्कार सम्बन्धी एउटा थाहा भएको हुनाले त्यसरी भनेको तपाईँलाई हरिलालको छोरा कृष्ण हरिलाल बुवा र मेरो बुवा त कलकत्तामा 25 वर्ष सँगसँगै भन्नुभएको कृष्णको यता सुन तुलसी मठको बारेमा नि याद आएर ठ्याक्कै उत्तर पूर्वको कुनमा एक साल मुनि सबै दारी बनाउनु पर्यो है सबैको आयो एक साल त मुनि बस्छु यो बाबुका बा यो बाबुका ठुला बा मेरो बा हरिलाल निहार कान्छा प्रेम कुमार यी सबै कलकत्तामा सँगै बसेका मान्छे